शान्त सङ्गीत सुरु। हामी विदेशमा बस्ने नेपालीलाई नेपाल गुमाउने नेता होइन, नेपाल चिनाउने र नेपाल बनाउने नेता चाहिएको हो। हामीलाई भाषणमा मात्र देशमाया देखाउने होइन, काममा देश चिनाउने नेता चाहिएको हो। विदेशीले जब सोध्छन् नेपाल कहाँ हो भनेर, हामी सगरमाथा मात्र होइन, इमानदार नेतृत्व, सक्षम सरकार र गर्व गर्न लायक देश देखाउन चाहन्छौँ। हामी यहाँ पसिना बगाउँछौँ, रात दिन मेहनत गर्छौँ, तर मन सधैँ नेपालमै हुन्छ। तर दुःख त्यति बेला लाग्छ जब नेताले देशलाई गुमाउने वस्तु जस्तै बनाउँछन्। आफू भने सबै सुविधा आफ्नै देशमा सुविधा खोज्छन्। हामीलाई चाहिएको नेता जनताको दुःख बुझ्ने, देश बेचेर होइन देश बनाएर चिनाउने, भाषणले होइन परिणामले बोल्ने, नेपाललाई राम्रो बनाउने नेता खोजेको हो। गफ दिने र देश बिगार्ने नेता धेरै देख्यौँ।